बुरा हाल हो गया मेरा आवाज कटाई भरी मेरो बर्थडे ये तो कति पसिना पसिना लिनु हेलो गाइज नमस्ते एभ्रीवन वेलकम ब्याक टु माई च्यानल आई होप हजुरहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै नै छु विकासनगर कोलपुरबाट कुराकानी गर्दैछु मम्मीले यहाँ पानी खाँदै हुनुहुन्छ खाना खानुभयो आमै औ म कहाँ जान लाग्छु भन्नुहुन्छ भने कहाँ जान लाग्छ सुनिता के हो घर छैन हैन बिहानदेखि अनि धान रोप्न गएकी छे अब जानु पर्यो यसो कहाँ रोप्न लाछे भनेर यसो गाउँ डुल्नु पर्यो के लाग्दिने भन्नुभयो पानी लाग्दैन चिसो मैले पानी लाग्दै भन्नु बाहा अब बोक्छु के भेटिने हो कि नाइ मलाई त त्यो डाउट ला दुईटा बोतल एउटा प्लास्टिकमा हाल्दिनु नि त है मोबाइलसम्म सुतेको थिएँ सुतेर उठेको पानी त चिसो छैन जस्तो छ खासै खाना खाने टाइम भयो कि तिनीहरूको सुनि त आफै जान्छु भनेर गयो हो कि धान रोप्न मैले थोडी भने आउँ त आमै मैले त नजा भन्थेँ त क्यारे जा 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 भन्थे अरे अरे जान्छु भन्थे अस्ति नैदेखि भन्दैछ अनि ल म अब हजुरहरूलाई गाउँ डुलाउँछु है त यसो गुरुङ बाको घरतिर भन्नु बा गुरुङ बाको घर खै थाहा छैन त यो हाम्रो घर यो हाम्रो घर मौसम चाहिँ राम्रै छ तर गर्मी चाहिँ डेन्जर छ कि त्यही भएर म ढल्ले ढल्ले भएको थिएँ बाटोहरू हेर्नु यसो बिग्रिया बाटोहरू बिचराहरूले कसरी रोपिरह होला फर्काएर ल्याउनु पर्यो सुनिजाले हेर्नु हाम्रो गाउँको घरहरू यस्तो यस्तो छन् हेर्नु कतातिर रोप्दै होला भनेको हल्का शीतल भयो हुन्थ्यो नि मौसमहरू पानी पर्दै हुन्थ्यो सुनिताहरूलाई नि रमाइलो हुन्थ्यो नि त हेर्नु हाम्रो गाउँको यो चोक जस्तो भयो अंकल नमस्कार म भइगयो अंकल 15 दिन जति भइगयो हजुर अंकल के रे गुरुङ अंकलको घर कुन हो गरे गुरुङ अंकलको घर त्यो रोप्न लाहान नि खेतमा कता हो उतै अगाडिबाट कहाँ त्यहीबाट जाम तल हजुर अंकल उता बाटो छ त्यहीँबाट तल हस् ल बाटो चाहिँ थाहा पाइयो जोस् हेरौँ सुनिता कसरी रोपिरह होला यस्तो गर्मीमा यार त्यो कुराको अचम्म छु म ट्र्याक्टर त चलेको भए सुन्दैछु हेरौँ अब यो बाटो गरे यताबाट यहाँ पछि नै आइगयो हिँड्दा हिँड्दा सुनितालाई चाहिँ चिसो पानी ल्याउँछु चिसो पानी खाले भनेर कहाँ छ त सुनिता पारी रहेछ क्या चिन्न सक्छु कि नै म सुनितालाई त कुन चाहिँ वाली हो भन्दाखेरि सेतो लाथे कि के लाथे त्यसले ऊ त्यहाँ पो रहेछ यार म गलत बाटो आएछु जहाँ चाहिँ त अहिले ल उता जाने बाटै छैन त यहाँ जाम क्या यतैबाट ल देखाउँछु है त अहिले हेर खाना खाए त के नै यहाँ त पानी छैन त कसरी रोप्ने यसमा यिनीहरू पानी ल्याइदिएछु चिसो पानी म त खाना खाइसक्यो होला भनेको यस्तो गर्मीमा कसरी रोपिरहेको छौ तिमीहरू यहाँ त पानी छैन त
ओए बसी अलिकति हात पनि हिँड्दै पानीमा त लाग्दैन उगाउनु जानले होइन जाऊ न ओए भो कस्तो पहिलो चाहिँ हेर्नु बिचारा मेरो बुढीको बुढिहाल भयो यार पानी छैन पानी भइदियो त मजा आउँथ्यो होला रोप्न पनि तिमीहरू लिनु न कहाँबाट टिपे त्यो रुखदेखि झरे आउँछ घस्या तिमी आउनु कस्तो राम्रो छैन धन्यवाद बुरा हाल हो गया मेरा आवाज कतैभरि मेरो बर्थडे यो त कति पसिना पसिना होस् लिनु खाऊ पानी खाऊ भयो पुगेको अघि भर्खर पिएको सबै सिद्धाउँछ यसमा पनि हो रोप्ने यहाँबाट तल्लै होला यसमा बरु पानी छ क्या यो पानी नभएर अलिक गाह्रो रहेछ क्या यसमा पानी रहन्छ कि त्यही भएर गाह्रो भयो कि हजुरलाई यो त सुक्छ भन्ने रोल्नु यस्ता भयो भयो कि त्यस्तो नभनौँ त्यही मालिक छन् त्यही खेतबारी ऊ तलसम्मबाट यो पर यो गरी माथिबाट म एकछिन त बुझिहाल भयो बिहानदेखि कहाँबाट रोप्यौ तिमीहरूले ऊ त्यहाँदेखि अलिक पानी रहन्छ कि त्यही भएर अप्ठ्यारो भयो यहाँ मजा आउने हो तिमीहरूलाई रोप्न हो सकिहाल्छ छिटो ल बल्ल 10 बज्यो सुक्खा खेतमा यार रोपिराखेको थियो ल यो पानी नभएको खेत चाहिँ रोपिसकेका थिन्छन् अब यो नयाँ खेतमा रोपिराख अनि अब एकछिनमा लाग्छ घरतिर बुढिहाल भयो मौसम हेर्नु पनि कस्तो दामी छ तर गर्मी छ कि ब्लु स्काई पुरै जब फर्किन लाग्यौँ हामीहरू हेर्नु काल्न गइरहँ बड्डा फेरि खेतवाला रहेछ नि यो खेत पनि होइन यो खेत उतासम्म ऊ त्यो खोलाइसम्म त होला उयो रुखै रुख भएको ठाउँतिर हो र पारेको त खै थाहा भएन सबले रोपिराख्न अहिले कुन चाहिँ यो अगाडिबाट पुरै हो र यो त घरेडी त बेच्यो होला नि त आम खस्न लाग्यो त माथिबाट छुट्टी आमहरू पाइयो लडौला बिस्तारै मिठा हुन्न आम मिनी टिपिस टिप 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 हाय उहाँ खसे पहिलो के टिपेर पिएले यत्रो आम टिपे जाने होइन ल राख यहाँ सो गाइज ल फर्किन लाग्यौँ हामी बड्डी हेर त बड्डी म त कालो देखिछु त यस्तो गर्मीमा कौवा त छ नि जलेर मर्छ अनि छैन म हेर न ठुली आमाको चप्पल हराइ के गरे बिचरा बिचरा ठुली आमाको नानी खुट्टा कसले लगिदियो मऱ्यो त्यहाँ बड्डाले गर्ने हिलो गर्ने बेला उनीहरू मचाल्थ्यो बड्डाले त्यो खुल्या बड्डाले ल पुग्न लाइन गर हामीहरू
सो गाइस पुगिसक्यौँ घर हामीहरू। अब सुनिताले यसो नुहाइ गर्नुलाई पसिना आएको हेर्नु। यिनीहरू कसरी रोप्यो होला म दङ परिरहेको थिएँ। कपडा भिजाउँदै पिठ्यामा बसाल्दै गर्छन् रोप्नेले। के भन्न चाहनुहुन्छ बुहारीलाई? के भन्ने अब नजाऊ भन्दा गइदिनु काम गर्नु। अहिले काम भएछ खाना आयो 1-2 घन्टाको रेस्ट गरे अब जान्छ कि जान्ने अब इट्स अन हर। सुनिताले चाहिँ भात खानलाई हेरेर दाल भात हो आज। भोक लाग्यो। के भन्नु छ? केही भन्नु छैन। गर्मी त के अलि शीतल भयो। हावा चलेको थियो त अघि। के भन्छ एक्सपेक्टेसन भर्सेस रियालिटी। फेरि पानी लिएर आएको थिएँ महिनालाई। सो गाइज म चाहिँ घर आएर सुतिसकेको छु एकछिन होइन। पानी परेन है अझै। उताबाट पानी आइसक्यो। उताबाट पुरै प्याक भएर आइसक्यो मौसम। सुनिता चाहिँ अझै पनि रोप्दैछ। कतिखेर हुन्छ त्यसको खै। कत्रो ठुल्ठुला गराहरू थियो बचेका लास्टमा। पहिला चाहिँ सानो सानो गराएछन्। मम्मीले चाहिँ तरकारीहरू नि किन्नुभयो अरे। तरकारीहरू। सो गाइज हामीहरू चाहिँ अहिले घर आइसकेका छौँ। हाम्रो बड्डी पनि अब नुहाइ धुवाइ गरेर बसिसकेका छ। कहाँ चाहिँ खै सुन्टे बेहोस हो? म त नकआउटै भए। नकआउटै भए। कस्तो भयो तिम्रो आजको दिन? ठिकै भयो, गर्मी भयो। लास्ट होइन लास्टमा चाहिँ अलि रमाइलो भयो। किनभने चाहिँ अलिअलि पानी पर्यो अनि हावा लाग्यो। दिउँसो त म झन्डै ढलेको। अनि अहिले चाहिँ ज्यान दुखिरहेको? अच्छी मेरो खुट्टामा अझै माटै गएन चाहिँ हेर्नु न। अनि कसरी धोको छ नि? कसरी नआएको छ नि? हेर्नु न यो नहुमा मेरो नि बुरा हाल छ। मैले लास्टमा रोपेको नि। लास्टमा रोपेको मैले भिडियो खिच्नु पाइनँ, नत्र मैले नि रोपेको थिएँ अलिअलि। आउने रहेछ कि नै मलाई? आउँछ गरेपछि त जे पनि आउँछ नि। हो र। आमा मेरो बड्डीले कति दुःखले खै पैसा कमाएको त देखाइदियो आजको। त्यो झोलामा राखेको। मलाई चाहिँ 200 दिएको बड्डीले। 600 कमाएको गरे 200 मलाई 200 आफूलाई 200 म मिलाइदियो। अब के सुत्न लाग्यो तिमी? म त रहर लागेर गएको अनि कसम से अनि गर्मीले त म त झन्डै बेहोस हुनु भयो। दिउँसो त हो अब त्यो खेतमा देख्दा पनि पानी उमालेको पानीले पोले जस्तै पोल्छ। दौडेर निस्कियो नि होइन 2 चोटि त आत्ता लिएर। अनि मलाई एकचोटि जुकाले पनि खायो अनि। हो र। यहाँनिर खाएको। कता? यो हो र। पसिना आउनु लाग्यो त पंखा चलाऊ या फिर ढोका खोल्नु। सो गाइज अब चाहिँ हामीहरूको खानापिना पाक्दैछ। आज चाहिँ सुनिता चाहिँ थाके छ, त्यही भएर मम्मीले खाना पकाउनु लाग्नु भएको छ। हेर मम्मीले के पकाउनु लाग्नु भयो आज। भाइ के पकाउनु लाग्नु भयो? अनि ठुल्बा चाहिँ चिया पिन आउनु भयो। यहाँ मम्मीले चिया हाल्दै हुनुहुन्छ। हामी आज के पकाउनु भयो हजुरले? हो हेर्नु त परौठा, पनिरवाला परौठा होइन? के भन्न चाहनुहुन्छ आमै? के भन्नु अब छैन। खाना पाक्यो अब गइदिनु सपक्कै भत्तक ढल्छु मर्या जस्तो। किन? थाकिने त अब। किन? यो त नि मम्मी पनि थाकिहाल्नु भयो। जो सब खाना पकाउनु पर्यो यताउता। हो चाख्नु त ठुल्बा। मम्मीले फेरि यताउता हेर्नु न घिको। हजुर खानु होला त के अरे? म खान्न। किन? म सादा रोटी खाने। यो किन खानुहुन्न हजुरले? खानु होला त के अरे? खानु हजुर। खा क्या ल। भयो म खाइन।
पनिरवाला पराठा हो कि नुन नि हाल्नु भयो नुन हाल्यो हो ल खाएर आज दादा खानु त नि आमा छोरा हजुर खानुहुन्न यो बारीलाई खुवाउँछु त्यसो बारीलाई पनिरवाला हो नि त यो चखाउँछु कि त्यसलाई ल यो पनिरवाला पराठा गरे सुन्टी मम्मीले हेर के बनाइदिनु भयो हामीहरूलाई सुन्टी ए सुन्टी हेर न मम्मीले के बनाइदिनु भयो यो चाह न किन नि गाई बेहोस भइकी चाहिँ ज्वरो त आएन कहीँ हेर न यहाँ मम्मीले बनाइदिनु के पराठा हो यो हौ खाएर हेर न खाएर हेर न दामी पो जहाँ यस्तो घिउमा पकाएको मलाई बबाल लाग्छ खाऊ न यस्तो तर त धेरै त्यही भुजै ठिक छ त मैले भुजा सुजा नखाएको पिलामाले दियो अनि मैले अलिकति बदमा लागेको त्यो त दिउँसो खाँदै ठिक छ तपाईँ त धेरै यस्तो राम्रो जान्छ दिन लाग्छु मैले अनि राम्रो मानिनुहोस् घिउमा पकाएर हेर्नु कस्तो मिठो छ राम्रो आएन मै खान्छु मम्मी पनि थाक्नु भएको आज सुन्दा चाहिँ पङ्खा चलाइदिउँ ल गाइज हुन्छ त नि अब बाई बाई है त ल मम्मी छोरी छोरा नाति पनाति सबलाई बाई बाई छ मेरो तर्फबाट पकाउँदै हुन्छ मम्मीले हस् हुन्छ त बाई